नमस्कार। सिन्धु ज्योतिष सेवा केन्द्रबाट म ज्योतिष पण्डित मदन प्रसाद दुलालको स्वीकार्नुहोस् हार्दिक अभिवादन एवं राधे राधे। ज्योतिष, वास्तु र हस्तरेखासँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं समस्या समाधानको लागि हजुरले सिन्धु ज्योतिष सेवा केन्द्र काठमाडौँ बालाजुमा सम्पर्क गर्न सक्नुहुनेछ। यहाँको नम्बर रहेको छ 9841 59 95 45। यसै नम्बरमा सिधै कल गरेर अथवा इमो, भाइबर, मेसेन्जर र व्हाट्सएप जस्ता विभिन्न इन्टरनेटको माध्यमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि आफ्नो ज्योतिष, वास्तु, हस्तरेखासँग सम्बन्धित सम्पूर्ण जिज्ञासा समस्याको समाधान गर्न सक्नुहुनेछ। यदि हजुरले पहिलोपटक हाम्रो भिडियो हेर्दै हुनुहुन्छ भने हजुरले हाम्रो यसै टिकटक लिङ्क मार्फत युट्युब च्यानलमा गएर सब्सक्राइब गर्न नभुल्नुहोला। सब्सक्राइबसँगै आउने नजिकैको बेलको चिन्हमा टच गरी अलमा टच गरिदिनु भयो भने जति पनि हामीले हालेको उपयोगी भिडियो हजुरले हेरेर सानातिना समस्याहरूको निराकरण गर्नुका साथै महत्त्वपूर्ण कुराको जानकारी पनि पाउन सक्नुहुनेछ। र भिडियो हेरिरहँदा कस्तो लाग्छ लाइक र कमेन्ट गर्न नभुल्नुहोला र हजुर जस्तै शुभचिन्तक मित्र कहाँ पुर्याउन सेयर गर्न पनि नभुल्नुहोला। म सधैँ यही हजुरमाझ आज पनि उपस्थित भएको छु। दैनिक पञ्चाङ्ग र राशिफल अन्तर्गत आजको पञ्चाङ्ग र राशिफल लिएर पञ्चाङ्ग सँगसँगै हजुरले आजको लागि शुभ रङ, शुभ दिशा, शुभ अङ्क र शुभ समय पनि थाहा पाउन सक्नुहुनेछ, जसले गर्दा कुनै पनि मुहुर्तसँग सम्बन्धित अथवा साहित्यको काममा सफलता प्राप्त गर्नको लागि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। र पञ्चाङ्गले श्रवण गर्नाले शरीरमा स्फूर्ति छाउँछ, गङ्गा स्नान गरे बराबरको पुण्यफल प्राप्त हुन्छ र सानातिना समस्या निराकरणमा पनि मद्दत पुर्याउने गर्दछ। अब सुरु गरौँ आजको पञ्चाङ्ग। आज मिति 2082 साल वैशाख महिनाको 12 गते शुक्रबार, तदनुसार सन् 2025 अप्रिल 25 तारिक। सूर्योदय बिहान 5:32 सूर्य अस्त साँझ 18:34। चन्द्रमासले वैशाख कृष्ण पक्ष त्रयोदशी तिथि, उत्तर भाद्रपदा नक्षत्र, ऐन्द्र योग, तैतिलकरण। चन्द्रमा मीन राशिमा। शुभ रङ्ग पहेँलो, सुन्तले, रातो र गेरु रङ शुभ रहन्छ भने शुभ अङ्क 3 रहन्छ। दिशा शुभ पूर्व र उत्तर रहन्छ। समय शुभ बारबेला अनुसार अमृत बेला आजको लागि अति उत्कृष्ट बेला रहेको छ, बिहानको 8:32 देखि 10:02 अब सुरु गरौँ आजको राशिफल। राशिको सुरुमा मेष राशि। गरिएका काममा केही झन्झट बेहोर्नुपर्ने अवस्था देखिन्छ। विश्वास गरेका व्यक्तिहरूले घात गर्न सक्नेछन्। अनावश्यक यात्रा र दुःखको सामना गर्नुपर्ने देखिन्छ। वृष राशि। आम्दानीका स्रोतहरू फेला पर्न सक्नेछन्। रोकिएको धन उठाउन सकिनेछ। नसोचेको धन प्राप्त गर्न सक्ने सम्भावना देखिन्छ भने भौतिक सुखको पनि अवस्था रहनेछ। मिथुन राशि। गरिएको काममा सफलता मिल्नेछ। पेसा तथा व्यवसायबाट आर्थिक स्थिति मजबुत बन्दै जानेछ भने पैतृक सम्पत्तिको सदुपयोग र पितासँगको सहकार्यबाट कठिनभन्दा कठिन कार्य पनि सम्पन्न गर्न सक्ने देखिन्छ। कर्कट राशि। धार्मिक कार्यमा सहभागी भइनेछ। कुनै पनि रोकिएका कामहरू सुचारू भएर जानेछन्। विश्वास गरेका व्यक्तिहरूको साथ र समर्थनले गर्दा मनमा शान्ति छाउन सक्ने र सोचेको कार्य पुरा गर्न सक्ने अवस्था रहन्छ। सिंह राशि। अनावश्यक खर्च बढ्न सक्नेछ। विश्वास गरेका व्यक्तिहरूले घात गर्न सक्नेछन्। बिना कारण अब्जसको सामना गर्नुपर्ने अथवा चोटपटक लाग्न सक्ने सम्भावना पनि भएको कारणले कुनै पनि जोखिमपूर्ण कार्यबाट सजग रहनुपर्ने देखिन्छ। कन्या राशि। प्रेममा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। पेसा तथा व्यवसायबाट आर्थिक स्थिति मजबुत बन्नुका साथै दाम्पत्य जीवन सुखद रहने देखिन्छ। तुला राशि। विश्वास गरेका व्यक्तिहरूले घात गर्न सक्नेछन्। अनावश्यक दुःखले मनमा चिन्ता बढ्न सक्ने र घरायसी कामकाजमा बढी खट्नुपर्ने र अनावश्यक खर्च बढ्ने कुरालाई नकार्न सकिन्न। वृश्चिक राशि।
विद्यामा प्रगति भएर जानेछ। सन्तान सुख प्राप्त हुने देखिन्छ। बोलेका कुराहरू पुरा गरिनुका साथै समाजमा लोकप्रियता बढ्न सक्ने पनि देखिन्छ। कलात्मक क्षेत्रमा पनि विकास भएर जाने अवस्था रहन्छ। धनु राशि बिना कारण विवादको सामना गर्नुपर्ने देखिन्छ। विश्वास गरेका व्यक्तिहरूले नै कुरा काट्न सक्ने र पछाडि तान्न सक्ने भएको कारणले गर्दा सोच विचारका साथ अघि बढ्नु र संयमित भएर अघि बढ्नु उचित हुने देखिन्छ। आजको दिनमा बोल्नुभन्दा नबोलिकन चाहिँ अघि बढ्दा आजको दिन सफलता प्राप्त गर्न सक्ने देखिन्छ। मकर राशि पराक्रम बढेर जानेछ। साथीभाइको साथ र समर्थन रहनेछ। आफ्नो कार्यक्षेत्रभन्दा पनि बाहिर आफ्नो प्रभुत्व जमाउन सक्ने अथवा बल बुद्धि दुवै प्रयोग गरेर गरिएको काममा आज बढी प्रभावकारी हुने र दिगो कार्यमा लगानी गर्दा मनकी आम्दानी हुन सक्ने देखिन्छ। कुम्भ राशि बोलेका कुराहरू पुरा गर्न सकिनेछ। व्यापारमा वृद्धि भएर जानेछ। धनको सही सदुपयोग गर्न सकिन्छ भने आफन्तको साथ र सपोर्ट मिल्न सक्ने अवस्था रहन्छ। राशिको अन्तिममा मीन राशि सत्मार्गतर्फ मन जानेछ। विश्वास गरेका व्यक्तिहरूले साथ दिनेछन्। सोचेको कामहरू पुरा गर्न सकिने, समाजमा प्रतिष्ठा बढ्ने र पुरस्कृत हुन सक्ने कुरालाई नकार्न सकिन्न। राशिफलले जे जस्तो भने तापनि हजुरको दिन सुखमय बितोस्। ओम नमः शिवाय।